यो यतातिर महेन्द्र गुफा, बाडलु चौर, लामा चौर भन्ने गाउँहरू यतातिर देखियो होइन। अब त्यताबाट महेन्द्र गुफा जाने। यसरी तपाईँहरू आइसकेपछि यो देखिएको यो टावर चाहिँ काउँ डाँडाको भ्यू टावर हो। र फेरि हामी पोखरातिर फर्क्यौँ। यो पोखरा भ्याली हो यो पुरै। त्यो देखिएको यो ठुलो ठुलो बिल्डिङहरू, यसलाई मणिपाल हस्पिटल भन्छ। र यसरी यो पोखराको भ्यू देखिरहेको छ। यति अब तपाईँहरू यो पोखरा इन्टरनेसनल एयरपोर्ट यो देखिएको रनवे हो पोखरा इन्टरनेसनल एयरपोर्टको। र यसरी यो फेवाताल भयो। फेवातालमा अस्तिर मान्छेहरूले प्याराग्लाइडिङ गरिरहेको दृश्यहरू देखिन्छ। यो सरङकोट धामको प्राङ्गण, यो भ्यू टावरबाट सरङकोट धामको प्राङ्गण देखिरहेको छ। यसरी यो सरङकोट गाउँ हो।